नमस्कार, जय गोर्खा। आज विशेष गरेर हामी यहाँ एचपीडब्ल्यूसँग जेनेरेटको एउटा संयुक्त पत्रकार सम्मेलन भनौँ, हामी यहाँनिर पत्रकारमाथि बातचित गर्नुको लागि एउटा विशेष इस्यु के थियो नि, दार्जिलिङ पहाडमा धेरै सालदेखि मनरेगा जस्तो केन्द्र सरकारको योजनाहरू, जनहित योजनाहरू जुन प्रकारले एउटा डरलाग्दो करप्सन भएर यहाँनिर एउटा बन्द भइरहेको थियो र त्यो बन्द भएकोमा धेरै कुराहरू चलिरहेको थियो। निष्पक्ष जाँच हुनुपर्छ या फिर टी गार्डनमा सिन्कोनामा बस्ने जति पनि अनइम्प्लोइडहरू छ उनीहरूलाई जो समस्या भइरहेछ त्यो माथि र यो विषयमा हामी धेरै लामो बात गर्दा गर्दै माननीय लोकसभा सांसद श्री राजु विष्टजीले 29 तारिक जुन एउटा 29 मे 2026 को दिन एउटा उहाँले राज्यको मुख्यमन्त्रीलाई यो माथि एउटा पत्रचार गर्नुभएको रहेछ र यो पत्रचार गरेपछि उहाँले सबै एरियामा यो सरकारी योजना लागू हुनुपर्छ भनेर श्री राजु विष्टजीले गर्नुभएको रहेछ र 3 जुन 2026 मा पश्चिम बङ्गालका राज्यपालले एउटा नोटिस जारी गर्नुभएर यहाँनिर यो जति पनि एरिया छ यो कन्सर्न एरियाहरूमा यो स्टेटकै प्रपर्टीहरू हो, त्यो प्रपर्टीभित्र यो योजनाहरू इम्प्लिमेन्ट हुनुपर्छ भन्ने कुराहरू उल्लेख गरेको छ। सो आज म यहाँ विशेष गरेर भारत सरकारलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। हाम्रो गरिब दुखीको आवाज उहाँले सुनिदिनु भयो। राज्यको मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीजीलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। उहाँले कार्यकाल सम्हाल्ने बित्तिकै यति ठुलो महत्त्वपूर्ण विषयमाथि उहाँले हस्तक्षेप गर्नुभयो र मान्य राज्यपालले एउटा नोटिस जारी गर्नुभयो। त्यसले गर्दा राज्यको मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीजीलाई पनि धन्यवाद दिन चाहन्छु र साथै लोकसभा सांसद श्री राजु विष्टले जुन अहम भूमिका निभाउनु भयो र आउने दिनहरूमा पनि जुन अहम भूमिकाहरूमा उहाँ देखा परिराख्नु भएको छ। यसले गर्दाखेरि उहाँ सधैँ जनहितमा काम गर्ने एउटा सांसद भएको नाताले हामी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा उहाँलाई धन्यवाद दिन चाहन्छौँ। साथै यो विषयमा अझै धेरै जानकारी भएको हाम्रो एचपीडब्ल्यूलाई म उहाँले नै यो माथि वृत्तान्त कुरा राखिदियोस् भन्न चाहन्छु। र नमस्ते। विशेष हामी जिएनएलएफ साथै जिएनएलएफको हामी भातृ सङ्गठन हिमालयन प्लान्टेसन वर्कर्स युनियन जेनरल सेक्रेटरीको हैसियतले म अनि हाम्रो अफिस सेक्रेटरी प्रणय निवाङ हुनुहुन्छ र हाम्रा पार्टी प्रवक्ता वाइ लामाज्यू अनि हाम्रा पार्टीका कर्मठ अरुण राई हुनुहुन्छ, अरुण प्रधान सरी। र विशेष आज तपाईँहरू समक्ष धेरै दिनको पश्चात तपाईँहरूसँग मुखिन्जे हुने मौका पाइयो है। र विशेष के भन्दाखेरि चाहिँ हामी यस विषय लिएर कति धन्यवाद ज्ञापन को निम्ति आएको छौँ र भारत सरकारले जुन तरिकाले आफ्नो खुल्ला हृदय गरेर साथसाथै हाम्रो पश्चिम बङ्गाल सरकार शुभेन्दु अधिकारीजी मुख्यमन्त्रीको तर्फबाट र राज्यपालको तर्फबाट जुन चाहिँ नोटिफिकेसन आएको छ यो नोटिफिकेसन हाम्रो यहाँ आज मात्र प्राप्त भएको हो र सोही अनुसार जुन हाम्रो पहाडको छोरा सांसद राजु विष्टज्यूले जुन एउटा पत्रचार गरेर सरकार समक्ष हाम्रो दुखेसोहरू उहाँले पस्किनु भएको थियो, सोही आधारमा आज पश्चिम बङ्गाल सरकारबाट यो नोटिफिकेसन आएको छ र मेरो साथी भाइले भनिहाल्नु भयो जुन मनरेगा भन्छ है 100 डेजको र पहिला जुन तरिकाले जस्तो तरिकाले भ्रष्टाचार युक्त भएर सरकारले नै यसलाई केही दिनको निम्ति ठप्प गरिएको थियो, यो अब चाँडै नै यस नोटिफिकेसनको मार्फत नै खुल्ला हुने भनेर गरिएको छ। र यसपालिको जुन चाहिँ 100 डेजको पहिला 100 डेज भन्थ्यो भने अहिले 125 दिन हुने भएको छ र ब्लक लेभलदेखि लिएर हाम्रो पञ्चायत लेभलको जति पनि कार्यकारिणी सदस्यहरू हुनुहुन्छ, मेम्बरहरू हुनुहुन्छ, प्रधान उपप्रधानहरू हुनुहुन्छ, सेक्रेटरी हुनुहुन्छ, तपाईँहरूलाई म विनम्र निवेदन गर्छु पहिला जस्तो पार्टीको हैसियतले काम नगरिदिनुहोस्। तपाईँहरूले साइला छोरा र माइला छोरा त्यो कुन चाहिँ बुहारी भन्ने खालको काम नगरेर चाहिँ समग्रमा हेरेर जसले पनि बिजेपीलाई आज हामीले
यो स्तरमा यो जग्गामा पुर्याएको छौँ उहाँलाई धन्यवाद दिनु नै पर्छ। किनभनेदेखि जुन यो नोटिफिकेसनले आज चिया श्रमिक मात्रै नभएर सिन्कोना बगान अनि कतिपय हाम्रो अड्किएको आजसम्म पश्चिम बङ्गाल सरकार टिएमसी पूर्व सरकारले जुन हाम्रो कटौती गरेको थियो त्यो विषय लिएर आज सरकारले खुल्ला हृदय गरेर चाहिँ जुन यो नोटिफिकेसन गरेको छ उहाँहरूलाई फेरि पनि हामी धन्यवाद दिँदै र जुन पञ्चायत मेम्बरहरू भयो, पञ्चायतको प्रधानहरू भयो र ब्लक लेभलमा जुन बिडिओ साहबहरू हुनुहुन्छ, तपाईँहरूले पनि निष्पक्ष तरिकाले पहिला जस्तो धाँधली नगरेर पार्टीको मान्छे हेरेर झन्डा पक्राएर नगरिदिनुहोस् र निष्पक्ष तरिकाले नै यो कामहरू सुचारू गरिदिने होस् भनेर हामी तपाईँहरूलाई आह्वान गर्दछौँ। साथसाथै आज चिया बगानको कतिपय बन्द कमानहरू छ र उहाँहरूको सरकारद्वारा चाहिँ उहाँहरूलाई एकपल्ट वार्न गर्ने, खोल्ने नखोल्ने, त्यस बादमा पनि जब उनीहरूले गर्दैन भने उनीहरूलाई कोर्टमा घसिटेर सरकारको तर्फबाट चाहिँ जुन तरिकाले खोल्नुपर्ने त्यो प्रावधान पनि मिलाउँदैछ र बन्द चिया हाम्रो 87वटा बगानमा अहिले लगभग 11वटा चिया बगान ठप्प बन्द भएको छ र यो विषय लिएर पनि हामीले सांसद राजु विष्टसँग पत्रचार गरिसकेको छौँ र आउने दिनमा जुन हाम्रो लक्ष्मी भण्डार भन्दै थियो र अहिले नयाँकरण भएको के भन्छ अन्नपूर्णा, यसमा कति चाहिँ हाम्रो दिदीबहिनीहरू दोधारमा परेको छ। 12वटा जुन चाहिँ फर्म छ त्यो फर्म तपाईँहरूले निर्ढुक्कसँगले नै भर्नुपर्छ। हामी ल्यान्डलेस होइनौँ, हामी ल्यान्ड भएको हो तर हाम्रोमा कागजपत्र छैन र यसको निम्ति पनि हामीले बङ्गाल सरकार र केन्द्रीय सरकारलाई पत्रचार गर्दैछौँ कि जुन पोजिसनमा हामी छौँ त्यो पर्जापट्टा तपाईँहरूले हातमा थमाउनुपर्छ अनि तपाईँहरूको जुन सरकारले दिने सहुलियत छ त्यो हुँदै गरेको हुनुपर्छ भनेर चाहिँ सांसद राजु विष्टज्यूले पनि त्यो भनेको छ र तपाईँहरू निर्ढुक्कसँगले त्यो 12वटा जुन चाहिँ फर्ममा के क्राइटेरिया छ त्यो अनुसार तपाईँहरूले भर्नुहोस्। बुढाको मागेको छ ब्याङ्क एकाउन्ट दिनुहोस्, यसमा कुनै किसिमको तपाईँहरूलाई डर भन्ने कुरो हुँदैन। अनि जुन धेरैवटा पोजिसन र अपोजिसनको साथीहरूले भन्दै थियो त्यहाँ कुनै लेख्ने अप्सन छैन, हामी ल्यान्डलेस बनायो भन्ने कुरा हो, तर हामी 100 सालदेखि नै बसेर आएको हामी श्रमिकको आमा बाबा बाजे बोजूहरू छौँ भनेदेखि हामी कस्तै हुरीमा पनि बतासमा पनि अत्तालिने काम नगरेर चाहिँ यो जुन चाहिँ 3000 को निम्ति जो 12वटा फर्म छ त्यो तपाईँहरूले भरेर झट्टै नै बुझाइदिनुहोस्, यसमा दोधार नगर्नुहोस्। भविष्यमा जो हुन्छ त्यो हामी देखाइजाला। हामी सरकारसँग पत्रचार त गरि नै रहेको छौँ अनि श्रमिक हितमा हामी काम गरेको नै छौँ, गर्दै नै छौँ अनि गरि नै रहनेछौँ। अनि हिमालयन प्लान्टेसन वर्कर्स युनियनको म जनरल सेक्रेटरीको हैसियतले तपाईँहरूलाई यो विश्वस्त गराउन चाहन्छु, पहिला पनि कुनै भ्रष्टाचारमा लिप्त थिएन। आपा सुभाष घिसिङको टाइममा पनि यस्तो कामहरू भएको थिएन चिया बगान चिया श्रमिकहरूको निम्ति भनेदेखि आज पनि हामीले यो कामलाई चाहिँ तपाईँहरूको निम्ति चाहिँ निस्वार्थ तरिकाले निष्पक्ष तरिकाले गरि नै रहेको छौँ भन्दै तपाईँहरूबाट बिदा लिन चाहन्छौँ र तपाईँहरूदेखि बिदा लिँदै तपाईँहरूले जुन यो मनरेगाको अड्किएको त्यो धेरैहरूले भनिसके तापनि तपाईँहरू निर्ढुक्क भएर बस्नुहोस्। अब हामीले काम गरेको हुन्छौँ सरकारसँग मिलेर र थ्याङ्क यू भेरी मच, धन्यवाद।